लगन बिनाको विवाह भने चाहिँ आजको भिडियो पनि केही हदसम्म अनौठो छ किनभने आज हामी कुरा गर्दैछौँ एउटा सफल नेपाली चलचित्रको कमजोरीका बारेमा। चलचित्र हो उनको स्वीटर। यो भिडियो बनाउनुको उद्देश्य चलचित्रलाई नराम्रो भन्नु होइन, बरु सफल चलचित्रलाई दर्शकको आँखाबाट हेर्दा देखिने केही साना साना कमजोरी र निर्देशकले अझ राम्रो गर्न सक्ने ठाउँबारे चर्चा गर्नु हो। सायद आजको भिडियोपछि मलाई केही दर्शकले गाली पनि गर्नु होला किनकि उनको स्वीटर जस्तो सफल चलचित्रमा कमजोरी खोज्दैछु। तर एउटा कुरा स्पष्ट छ, सफल चलचित्रको आलोचना गर्नु भनेको चलचित्र असफल छ भन्नु होइन, बरु राम्रो चलचित्रलाई अझ राम्रो बनाउन सकिने ठाउँ देखाउनु हो। हलमा उनको स्वीटरले राम्रो दर्शक पायो, युट्युबमा आएपछि पनि दर्शकको राम्रो साथ पायो। कतिपयले त चलचित्र दोहोऱ्याएर समेत हेरे, म पनि त्यही दर्शक मध्येको एक हुँ। तर दर्शकको नजरबाट चलचित्रलाई फेरि हेर्दै गर्दा केही यस्ता दृश्य भेटिन्छन् जहाँ कता कता दृश्यको अभाव महसुस हुन्छ, केही दृश्य अलि लामो लाग्छन् र केही ठाउँमा चलचित्रले दर्शकको भावनासँग अझ बलियोसँग जोड्न सक्ने अवसर गुमाएको जस्तो लाग्छ। अब कुरा गरौँ केही उदाहरणहरूको। चलचित्र सुरु भएको 2 मिनेट 5 सेकेन्डदेखि 3 मिनेट 34 सेकेन्डसम्मको दृश्य, यो करिब 1 मिनेटभन्दा लामो दृश्य हो, तर यहाँ लगभग एउटै फ्रेम र एउटै शटमा दृश्य अगाडि बढिरहेको देखिन्छ। दृश्यले सामान्य अवस्था त देखाउँछ, तर त्यहाँ दर्शकलाई त्यो अवस्थाको अनुभूति गराउने ठाउँ भने अझै थियो। उदाहरणको लागि खुट्टा सेकिरहेको दृश्यमा खुट्टाको एउटा क्लोज शट, त्यो दुखाइ खेपिरहेको अनुहारको एउटा क्लोज शट, सानो रियाक्सन वा पात्रले पीडा महसुस गरेको एउटा क्षण, यस्ता 1-2वटा क्लोज शट थपिएको भए दृश्यले केवल के भइरहेको छ भन्ने मात्र होइन, कस्तो भइरहेको छ भन्ने पनि महसुस गराउन सक्थ्यो र चलचित्रमा यस्ता साना अनुभूतिहरू निकै महत्त्वपूर्ण हुन्छन्। अब आउनुहोस् 36 मिनेट 38 सेकेन्डतिरको दृश्यमा। करिब 1 मिनेट जति चल्ने यो दृश्यले चलचित्रको गतिमा अलिक फरक अनुभूति दिन्छ। विशेष गरी क्लोजिङ शट लिँदा क्यामेरा हल्लिएको देखिन्छ। यो धेरै ठुलो प्राविधिक कमजोरी त होइन, तर चलचित्र हेरिरहेको दर्शकलाई भने एकछिनका लागि सुटिङ भइरहेको दृश्य हेरिरहेको जस्तो अनुभूति हुन सक्छ। मलाई पनि यही ठाउँमा आएर एकछिन झसङ्ग बनाएको थियो किनभने चलचित्रले अहिलेसम्म बनाउँदै आएको दृश्यात्मक निरन्तरताबाट यो दृश्य अलि बाहिर गए जस्तो लाग्छ। अब अर्को रोचक दृश्य, चलचित्रको करिब 1 घण्टा 46 मिनेटमा घरेलु जाँड खाने दृश्य आउँछ। यो दृश्य आफैमा रमाइलो र भावनात्मक दुवै बन्न सक्ने सम्भावना भएको दृश्य हो, तर यहाँ पनि दृश्यलाई लगभग सिंगल फ्रेममै लामो समयसम्म प्रस्तुत गरिएको छ। कल्पना गर्नुहोस्, केटीले जाँड खुवाउन गरेको फोर्स, केटाले अन्कनाएको अवस्था, पहिलो पटक जाँड खाएपछि उसको अनुहारमा आएको रियाक्सन, यी सबैलाई छुट्टा छुट्टै क्लोज शटमा देखाएको भए सायद यो दृश्य अझ रमाइलो हुन्थ्यो। अझ महत्त्वपूर्ण कुरा, दर्शक पात्रसँग अझ नजिकिन्थ्यो किनकि अभिनय भनेको संवाद मात्र होइन, अभिनेताको आँखाले के भनिरहेको छ, अनुहारले कस्तो प्रतिक्रिया दिइरहेको छ, शरीरको हावभाव कस्तो छ, यी सबै कुरा पनि कथाको हिस्सा हुन् र यस्ता कुरा देखाउन क्लोज शट निकै महत्त्वपूर्ण हुन्छ। केही वाइड शटको पनि कुरा गरौँ। उनको स्वीटरमा गाउँ, बाटो, घर र वरिपरिको वातावरण देखाउने धेरै राम्रा वाइड शटहरू छन्, तर केही ठाउँमा भने एउटा समस्या देखिन्छ। कतै क्यामेरा हल्लिएको छ, कतै बिल्कुलै स्थिर छ। यसले एउटै किसिमको दृश्यात्मक निरन्तरतामा अलिक फरक अनुभूति दिन्छ। फेरि भन्छु, यी ठूला कमजोरी होइनन्, तर यिनै साना कुराले चलचित्रलाई अझै सिनेमाटिक बनाउन सक्थे। अब एउटा रमाइलो कुरा, चलचित्रको सुरुवातमा देखाएको एउटा दृश्य र करिब 22 मिनेट 21 सेकेन्डमा देखाएको दृश्य हेर्नुहोस्। दुवै दृश्यमा एउटै क्यामेरा फ्रेम छ र एउटै गाडी देखिन्छ। यो गाडी चलचित्रमा पटक पटक देखिन्छ। अब यो त निर्माता पक्षसँग अर्को गाडी देखाउने पैसा थिएन कि क्या हो? तर मजाक आफ्नो ठाउँमा छ। वास्तविक कुरा के हो भने एउटै वस्तु पटक पटक प्रयोग हुँदा दर्शकको ध्यान त्यतातिर जान सक्छ। यद्यपि यो चलचित्रको कथा वा गुणस्तरमै असर पार्ने ठूलो कमजोरी भने होइन, तर सबैभन्दा ठूलो कुरा के हो, उनको स्वीटरमा यस्ता सिंगल फ्रेममा खिचेका लामो दृश्यहरू धेरै छन्। यी दृश्यले कथा त देखाउँछन्, तर कतिपय अवस्थामा यो दृश्यसँग दर्शकलाई भावनात्मक रूपमा जोड्ने काम भने अझ बलियो बनाउन सकिन्थ्यो। विशेष गरी उनको स्वीटर प्रेम कथा हो। प्रेम कथामा पात्रले के गर्यो भन्ने मात्र महत्त्वपूर्ण हुँदैन, उसले त्यो कुरा गर्दा कस्तो महसुस गर्यो, त्यो महसुस दर्शकसम्म कसरी पुर्याउने। यही ठाउँमा क्लोज शट, रियाक्सन शट र साना साना दृश्य निकै महत्त्वपूर्ण हुन्छन्। कमेडी वा ठूलो परिवेश देखाउन वाइड शटले राम्रो काम गर्न सक्छ, तर प्रेम कथामा दुवै पात्रको आँखाको भाव, अनुहारको प्रतिक्रिया र उनीहरूबीचको सानो दूरीसम्मले पनि कथा बोल्न सक्छ। त्यसैले उनको स्वीटरमा क्लोज शटको अझै धेरै प्रयोग हुन सक्थ्यो भन्ने मेरो व्यक्तिगत अनुभूति हो। अब चलचित्रको बलियो पक्षको पनि कुरा गरौँ, किनकि कमजोरी मात्र खोजेर चलचित्रको मूल्याङ्कन गर्नु न्यायोचित हुँदैन। उनको स्वीटरको सबैभन्दा बलियो पक्ष मध्येको हो ब्याकग्राउन्ड म्युजिक र गीत। चलचित्रको सङ्गीतले वातावरण बनाउन ठूलो भूमिका खेलेको छ। गीतहरू यस्ता छन् जसले चलचित्रलाई जीवन्त राखेका छन्।
त्यसैगरी कलाकारहरूको अभिनय पनि चलचित्रको अर्को ठूलो शक्ति हो। कतिपय दृश्य लामो छन्, सिंगल शटमा छन्, तर कलाकारहरूको अभिनयमा भने त्यस्तो कमजोरी देखिँदैन। उनीहरूले आफ्नो अभिनयबाट दृश्यलाई मज्जाले सम्हालेका छन्। त्यसैले उनको सुइटर सफल हुनुमा कथा, संगीत, गीत र कलाकारहरूको अभिनयको ठूलो योगदान छ। उनको सुइटर प्रेमलाई केवल कथा बनाएर होइन, अनुभूति गराउने चलचित्र बन्न खोजेको देखिन्छ। तर मेरो व्यक्तिगत अनुभूति के हो भने चलचित्रमा प्रेमको कथा त धेरै छ, तर त्यो प्रेमलाई अझ गहिरो अनुभूति गराउने केही दृश्यहरू भने थप हुन सक्थे। सायद केही क्लोज शट, सायद केही रियाक्सन, सायद केही साना मौन क्षण। यिनै कुराहरूले चलचित्रलाई अझ बलियो बनाउन सक्थ्यो। तर यसको अर्थ उनको सुइटर नराम्रो चलचित्र हो भन्ने भने होइन। बरु उल्टो, यति धेरै राम्रो कुरा भएको चलचित्रमा यी साना कमजोरी सुधारेको भए यो अझै बलियो चलचित्र बन्न सक्थ्यो भन्ने मात्र हो। उनको सुइटर तपाईले हेर्नु भएको छ भने एउटा कुरा पक्कै पनि भन्नुहोला, मैले भनेका यी कमजोरीहरू तपाईले पनि महसुस गर्नुभएको थियो वा तपाईको नजरमा उनको सुइटरमा अझ ठूलो कमजोरी अर्को कुनै ठाउँमा छ? कमेन्टमा आफ्नो विचार लेख्न भने नछुटाउनुहोला, किनकि चलचित्र राम्रो हुनुको अर्थ त्यसमा कमजोरी हुँदैन भन्ने होइन र कमजोरी औलाउनुको अर्थ चलचित्रलाई नराम्रो भन्नु पनि होइन। राम्रो चलचित्रमाथि अझ राम्रो बहस हुनु नै नेपाली सिनेमाका लागि राम्रो कुरा हो।